नमस्ते गाइज। अब के गर्ने, बासी बिरयानी बनाउन थालेको छु। कोलाई मनपर्छ भन्नु होला है। बासी बिरयानी भनेको फेरि के भनेर भन्नु होला। जाँड बनाउन लागेको, जाँड भन्यो भने मार्छ यहाँ, त्यसैले बासी बिरयानी भनेर बनाउनु पर्छ। जाँड भन्ने बित्तिकै त थाहा भइहाल्छ, त्यसैले आफ्नै भाषा मात्रै भने है। खाने मुलको अलिक गाह्रो छ जाँड भन्नलाई। यसरी बनायो, दिनभरि काम गर्यो 12 घन्टा, थकै लाग्छ, टेन्सन हुन्छ। कहिले घरतिरकाले टेन्सन दिन्छन् होइन, यस्तै त हो नि जिन्दगी। परदेशी फेरि घरतिरकाले टेन्सन दियो भनेर जाँड खाएर बोलाउने होइन, बोलाउनु हुँदैन। यसो कहिले काहीँ थकै लाग्दाखेरि एक बटको जाँड खाने, एक बटको छ्याङ खाने, स्याम्म एकखाल भात खाने, सुत्ने गाइज। मैले चाहिँ अब बनाउँदैछु। आज बनाएको 3 दिनमा चाहिँ यसलाई यसबाट सार्नुपर्छ। आज यहाँ हाल्ने, आज 3 दिनमा चाहिँ यसबाट सारेर 25-26 दिनमा ट्याक्क खाने हो। अहिले मैले पुरा यो खालको त नेपालको रिवार्ड लिएर आएको थिएँ, यो हालेर अब यसलाई चाहिँ मजाले बनाएर अनि 26-27 दिनमा एक बोटको, थकै लागेको दिन एक बोटको खाँदै सुत्ने। लाग्दैन कहिलेकाहीँ, थकै लाग्यो भने भएन होइन गाइज। त्यसैले तपाईँहरूलाई कसलाई मनपर्छ लाइक कमेन्ट ठोक्नु होला है। अनि तपाईँहरूलाई मनपर्ने जतिलाई मैले चाहिँ अब टिकटकबाट भए पनि एक बोतल पठाइदिन्छु है। छ्याङ चाहिँ जाँड चाहिँ म आफै खान्छु, छ्याङ चाहिँ हजुरलाई पठाइन्छ है त। हस् त, भिडियो अन्तिमसम्म हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। लाइक कमेन्ट कपी लिङ्क गरेर भाइरल गराइदिनु होला थापालाई। हस् त, नमस्ते, बाई बाई।